हेलो गाइज, नमस्ते। मैले चाहिँ आज मोमोको रेसिपी आफूले जाने जस्तै गर्नु लागेको। मैले चाहिँ यहाँ मासु लिएर चाहिँ किमा बनाएर मेरो छोराले खानु मन पनि गर्यो अनि लुन त भनेर मैले चाहिँ मासु लिएर भर्खर आएँ। अब चाहिँ मैले यहाँ प्याज मेरो छोराले काटिसक्यो। मैले चाहिँ यहाँ लाएँ, मैले यी किमा लिएर पनि किमा लाएँ। हामी चाहिँ बन्दा खन्दा नहाल्ने, मासु र प्याजको उयो टेस्टमा खाने भनेर हामी प्रायः जस्तो हाल्दिनौँ। अनि हामी केही हाल्दैनौँ, मोमो मसला चाहिँ हाल्दैनौँ गाइज। हेर्नुहोस्, हामी चाहिँ अदुवाको पेस्ट मात्रै हाल्छौँ ल गाइज। यस्तो यो चाहिँ सबै मेरो छोराले ठिक रेडी पारिसकेको छ, मैले चाहिँ केही गरेको छैन। अनि यहाँनिर मैले अदुवा पनि लाउने हो। अनि यहाँ पिठो पनि मुसेर रेडी पारेको छ। यहाँ देखाउँछु ल, पिठो पनि रेडी। अब यसलाई यसरी राख्ने हो। अनि यता अचारको लागि नि यहाँ टमाटर पाक्दैछ, अहिले म देखाउने छु। यो किमा हो। यहाँनिर यो चाहिँ छाला चाहिँ म अहिले सुप बनाउनु पर्यो, त्यहीँ उसिनिदिनु पऱ्यो भन्दैछु। त्यही भएर नुन राख्ने, नुन चाहिँ स्वाद अनुसारको लाउँदै जान्छु म। नुन पनि मोल्छु, कति जान्छ हेरौँ। अनि मेरो हातले बट्टाले खोल्नु पर्यो, अझै अलिकति लाउनु होला। अब यहाँ लाउनै पर्ने हुन्छ गाइस। हेर्नुहोस् है, हामी चाहिँ केही नै लाउँदैनौँ मसला चाहिँ। मसला कहिल्यै किन्दैनौँ हामी चाहिँ। यत्तिकै हामीले यहाँ भेज मिसियो भने बन्दा मिसिन्छ अरू बेला। आज चाहिँ केही अरूलाई पनि मिसाउँदैनौँ हामी, मासुमा मात्रै खाने, प्याज र मासु मात्रै हामी चाहिँ। अनि यहाँ म चाहिँ केही लाउँदिनँ। अब यहाँ अलिकति यो मसलाको रूपमा अजिना चाहिँ चाहियो, हाल्नै पर्ने भयो। यसमा म त बेसार पनि झानेर हाल्दिनँ, मान्छेहरू सबैले चाहिँ हाल्नु पऱ्यो त, म चाहिँ हाल्दिनँ। सादा सिम्पल हाम्रो खुवाइ चाहिँ सिम्पलै गाइस। किमै नझान्नु पऱ्यो, यो चाहिँ हामी झान्दैनौँ। अनि भरे चाहिँ अब अहिले बनाउने बेलामा देखाउनु छु गाइस। मैले चाहिँ मोमो बनाउँदैछु, आफै बेल्ने। मेरो छोराले बेलेको, कोही बाङ्गो, कोही टिङ्गो, कोही तेर्सो। मोमो पनि त्यस्तो भइरहेछ यहाँनिर। यहाँ म बनाउँदैछु, यहाँ चाहिँ कोही बाङ्गो, कोही तेर्सो। मेरो छोराले मुसा माछा सबै बनाएको छ। अनि आमा छोराको आज हाम्रो चाहिँ यहाँ योजना चाहिँ मोमो खाने योजना गऱ्यौँ। अनि मेरो नातिनी पनि छ, हात स्कुल गएको चाहिँ। अब म चाहिँ अहिले मोमो बनाउँदैछु, बनाइसकेर देखाउँछु म गाइस। उम्सको पानी मैले उम्लेपछि यहाँनिर अलिकति छालाहरू लगाएको छु। अनि मैले चाहिँ अब यहाँ लाउने एकछिन 10 मिनटमा पाक्यो, 5-6 मिनटमा पाक्छ। अब पाक्दो रहेछ, मैले चाहिँ बसाएँ। मैले चाहिँ अघि देखाउनै पाइनँ, यहाँ मेरो पाहुनाहरू आएर म यता र उता भएर गाइस। हेर्नुहोस् न, अब यति मात्रै भइरहेछ मेरो। फिनिस पनि भइसक्यो। रोटी चाहिँ अब खानु पुरा लास्ट होइन। अनि यहाँनिर छ खाने, म चाहिँ रेडी। मेरो पाहुनाहरू यताउता आउनुभएको थियो, अनि यता र उता गरी नै कसैलाई त्यो भिडियो गर्नु नै पाइनँ क्या मैले गाइस।